आफ्नै हात जगन्नाथ व्यापारी पुस्ने मामिलामा स्वर्णिमले खुवाए जनार्दनलाईमा। स्वर्णिमले संसदमा एकखाले आर्थिक विधेयक देखाए तर व्यापारी बिचौलियाहरूलाई पुस्न रातारात त्यही विधेयकमा छेडखानी गर्दै सच्याए। विधेयकबाट 17वटा पेज नै गा पारिएको छ। हालसम्म 4 पटक फेरबदल गरिएको देखिन्छ। कहाँ कहाँ भए करका दर हेरफेर। विद्युतीय सवारीको सन्दर्भमा त झनै स्वर्णिमको अराजकता स्ताचुल्ल भएको देखिन्छ। सडक निर्माण दस्तुरमा 5% भनिएकोमा पछि सुटुक्क 20 लाख मुनिका गाडीलाई 2.5% मा झारिएको छ। विद्युतमा ठूला घराना पोषिए। संसदमा पेश भएको मूल विधेयकमा 50 युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई मात्र भ्याट छुट दिने भनिएको थियो। तर मन्त्रालयले सुटुक्क बुँदा थपेर विद्युत उत्पादकले प्राधिकरणलाई बेच्ने बिजुलीमा पनि भ्याट नलाग्ने व्यवस्था गरिदियो। राइड शेयरिङमा कर वृद्धि। प्रारम्भिक आर्थिक विधेयकले राइड शेयरिङ प्लेटफर्मलाई सेवा बापत 1% अतिरिक्त कर लगाउने व्यवस्था गरेको थियो। तर पछिल्लो पटक विधेयक संशोधन गर्दै अर्थमन्त्रीले यस्तो कर 5% पुर्याएका छन्। चलचित्र घर करमा क्रोनी क्यापिटलिजमको डाङ्गोरो। संसदमा दर्ता भएको विधेयकमा सिनेमा हल सञ्चालनमा ल्याउँदा आयकरमा छुट दिने भन्ने कुनै व्यवस्था थिएन। तर पछि अप्रुभ गरिएको विधेयकमा आयकर ऐनमा विभिन्न उपदफा थपेर महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा स्थापित चलचित्र घरहरूलाई व्यावसायिक कारोबार सुरु गरेको मितिले 10%सम्म कर छुट दिने व्यवस्था गरिएको छ। ब्रिफकेस, वालेट र सुटकेसको भन्सार दर दोब्बर बनाई। सुरुको व्यवस्थामा 15% भन्सार दर कायम गरिएकोमा उनले सदनलाई चलेर सो व्यवस्था दोब्बर अर्थात् 30% पुर्याएका छन्। जरिवाना 10% बढ्यो। सरकारले संशोधित विधेयक मार्फत जरिवाना शुल्कमा समेत भारी वृद्धि गरेको छ। प्रतिशत रुपैयाँमा बदलियो। इन्धन भन्सार महसुल तथा हरित कर छुट सम्बन्धी व्यवस्थामा उल्लेख गरिएको प्रतिशतलाई सरकारले सुटुक्क रुपैयाँ बनाएको छ। लाभ छुट्ने टालो, सम्पत्तिको शिक्षण शुल्क। संसदमा दर्ता विधेयकमा आयकर ऐनमा प्राकृतिक व्यक्तिले आफ्ना